गिफ्ट के आयो त बाबुलाई दिदीबाट भन्नुभएको रहेछ है। गिफ्ट त आयो नि हौ, थुप्रो आयो। दिदी चाहिँ हेर, जो दिदी आए पनि, ठुलो दिदी आए पनि, सानो दिदी आए पनि बाबुको लागि मात्र आउने क्या। चक्लेटै धेरै आउने क्या यसको लागि चाहिँ धेरै नै गिफ्ट आउँछ। चक्लेट चाहिँ ठुलो चाहिँ आउँदा पनि त्यत्तिकै ल्याइदिने हो, सानो आउँदा पनि त्यत्तिकै ल्याइदिने। ल चक्लेट अरू त केही छैन क्या, खानेकुरा र चक्लेट बाहेक अरू केही छैन। ओह, यो चाहिँ डाइनासोर अरे होइन। यसको भित्र यो डाइनासोर हुन्छ अरे, अन्डा हुन्छ। अनि यो अन्डाको भित्र चाहिँ डाइनासोर हुन्छ अरे क्या। अन्डा देखाउँछु ल। हो, यस्तो खालको अन्डा अरे। अनि यसलाई चाहिँ पानीमा डुबाउने अरे। अनि डुबाएपछि भित्रबाट डाइनासोर निस्किन्छ अरे कि। यो भोलि या पर्सि म तपाईँलाई पानीमा भिजाएर देखाउँछु ल, तपाईँहरू सबैलाई। अचम्मको, यसले बच्चादेखि डाइनासोर मन पराउँथ्यो क्या। ओ, यो चाहिँ के हो? ओ ल, भाइको लागि त गिफ्ट त टनाटन रहेछ नि त। ब्रासलेट पनि रहेछ नि त, ठुलो ल्याइदिएछ। अब त्यसलाई त अलिकति हल्का सानो पारेर लगाइदिनुपर्छ। ठुलो भयो भएन त, अर्को हो यो तरिकाले लगाइदिनुपर्छ क्या। ल, हिरो